नमस्ते। नेपालको शेयर बजारमा दीर्घकालीन सफलता कसरी पाउन सकिन्छ? बलिया कम्पनीहरू कसरी छान्ने? आजको यस विश्लेषणमा हामी यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछौँ। हो, दीर्घकालीन लगानीको मूल मन्त्र नै यही हो। हाम्रो लक्ष्य 100% पर्फेक्ट कम्पनी खोज्ने होइन, किनकि त्यो सायद सम्भव पनि छैन। बरु हाम्रो ध्यान यस्तो कम्पनी पहिचान गर्नुमा हुनुपर्छ जसले निरन्तर राम्रो प्रदर्शन गर्छ र जसमाथि भरोसा गर्न सकिन्छ। आज हामी यही सिद्धान्तलाई मनमा राखेर अघि बढ्नेछौँ। त्यसो भए प्रश्न उठ्छ, त्यस्ता भरपर्दा कम्पनीहरू आखिर चिन्ने कसरी त? यसका लागि हामी एउटा सरल तर निकै प्रभावकारी चेकलिस्टको प्रयोग गर्नेछौँ। यो चेकलिस्टले कुनै पनि लगानीको निर्णय लिन एउटा बलियो आधार तयार पार्छ। कुनै पनि कम्पनीको विश्लेषणलाई यो 4 चरणको चेकलिस्टले एकदमै सजिलो बनाइदिन्छ। पहिले त हामी कम्पनी कत्तिको बलियो छ, यसको जग कस्तो छ भनेर हेर्छौं। त्यसपछि दोस्रो चरणमा यसको आर्थिक अवस्था कस्तो छ भनेर जाँच्छौं। तेस्रोमा यसले नाफा कति राम्रोसँग कमाइरहेको छ त्यो हेर्छौं र अन्त्यमा बजारमा यसको शेयरको भाव कत्तिको जायज छ भनेर मूल्याङ्कन गर्छौं। ल, अब चेकलिस्टका केही मुख्य सूचकहरूलाई अलि सरल तरिकाले बुझौं। अर्निङ पर शेयर अर्थात् EPS। यसले सिधा के भन्छ भने कम्पनीले आफ्नो हरेक किता शेयरमा कति नाफा कमायो। EPS जति धेरै भयो, कम्पनी त्यति नै नाफामूलक छ र लगानीकर्तालाई राम्रो प्रतिफल दिने क्षमता राख्छ भन्ने बुझिन्छ। त्यस्तै अर्को महत्त्वपूर्ण सूचक हो रिटर्न अन इक्विटी वा ROE। यसले के देखाउँछ भने व्यवस्थापनले लगानीकर्ताबाट लिएको पैसालाई कति कुशलताका साथ प्रयोग गरेर नाफा निकालिरहेको छ। उच्च ROE हुनुको मतलब कम्पनीको व्यवस्थापन एकदमै कुशल छ र शेयरधानीको लगानीमा उत्कृष्ट प्रतिफल दिइरहेको छ भन्ने बलियो सङ्केत हो। ल, अब सिद्धान्तको कुरा त भयो, यसलाई व्यवहारमा लागू गरेर हेरौँ न त। हाम्रो पहिलो केस स्टडी ब्याङ्किङ क्षेत्रको एक स्थापित र प्रमुख कम्पनीमा केन्द्रित हुनेछ। नोबेल ब्याङ्क। यो नाम सायद नसुन्ने कमै होलान्। नेपालको वित्तीय क्षेत्रमा यो एउटा स्थापित नाम हो। यसको लामो इतिहास र बजारमा बलियो उपस्थितिले यसलाई दीर्घकालीन लगानीकर्ताहरूका लागि सधैँ एक चासोको विषय बनाउँछ। अब यहाँ हेर्नुहोस् त, यसको एउटा निकै रोचक पक्ष भनेको यसको शेयर संरचना हो। 60% शेयर प्रमोटरहरूसँग हुनुको अर्थ के हो भने कम्पनीको लगाम दीर्घकालीन सोच राख्ने समूहको हातमा छ। यसले कम्पनीको रणनीतिमा स्थिरता ल्याउँछ र लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्न मद्दत गर्छ। नोबेलको वित्तीय स्वास्थ्य पत्रिका हेरौँ। यसको EPS 25.4 छ, जुन निकै स्वस्थ मानिन्छ। करिब 11% ROE ले पनि लगानीमा राम्रो प्रतिफल देखिरहेको छ। र यसको PE र PB अनुपातले के सङ्केत गर्छ भने बजारमा यसको शेयर मूल्य अहिले नै आकाशिएको छैन, जुन हाम्रो चेकलिस्टको मूल्याङ्कन मापदण्डसँग मेल खान्छ। ल, अब ब्याङ्किङ क्षेत्रबाट बाहिर निस्केर अलि फरक उद्योगका लिडरहरूलाई हेरौँ। यी कम्पनीहरूले आफ्नो क्षेत्रमा कसरी प्रभुत्व जमाएका छन् र तिनीहरूको प्रदर्शन कस्तो छ त्यो विश्लेषण गरौँ। उत्पादनमूलक क्षेत्रको कुरा गर्दा हिमालयन डिस्टिलरी एउटा ठूलो नाम हो। यसले पेय पदार्थ बजारमा एउटा बलियो एकाधिकार जस्तै बनाएको छ। यो चार्टले त कथा आफै भन्छ, होइन र? बजारको लगभग 75% हिस्सा। यो भनेको चान्सुने कुरा होइन। यस्तो बजार प्रभुत्वले कम्पनीलाई मूल्य निर्धारण गर्ने शक्ति दिन्छ र आर्थिक उतार चढावमा पनि स्थिरता प्रदान गर्छ, जुन दीर्घकालीन लगानीका लागि एकदमै सकारात्मक सङ्केत हो। HDL को वित्तीय विवरण हेर्दा यसको ROE 21% भन्दा माथि छ, जसले नाफा कमाउने उत्कृष्ट क्षमता देखाउँछ। EPS पनि बलियो नै छ। तर यहाँ एउटा कुरा ध्यान दिनुपर्छ, यसको P/E र P/B अनुपात तुलनात्मक रूपमा उच्च छ। यसको मतलब के हो त? यसको मतलब बजारले यो कम्पनीको भविष्यको वृद्धिको धेरै अपेक्षा गरेको छ र अहिले नै यसको शेयरलाई उच्च मूल्य दिइरहेको छ। अब लागौं वित्तीय क्षेत्रकै अर्को महत्त्वपूर्ण पाटो लघु वित्ततर्फ। डिप्रोक्स लघु वित्तले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याएर महत्त्वपूर्ण भूमिका खेलेको छ र यसको वित्तीय प्रदर्शन पनि निकै लोभलाग्दो छ। 1997%। यो आँकडा साँच्चै नै चकित पार्ने खालको छ, होइन त? डिप्रोक्स लघुवित्तको खुद नाफामा एकै वर्षमा लगभग यति ठूलो वृद्धि हुनुले कम्पनीको आक्रामक विस्तार र प्रभावकारी सञ्चालनलाई स्पष्ट रूपमा देखाउँछ। DTBL को नम्बरहरू हेर्दा EPS 44 भन्दा माथि छ। यो त असाधारण नै हो। साथै
21% भन्दा बढीको आरओईले यसको उच्च नाफा कमाउने क्षमतालाई फेरि पुष्टि गर्छ। र रोचक कुरा के छ भने यस्तो बलियो प्रदर्शनको बावजुद यसको P/E र P/B अनुपातले शेयर मूल्य अझै पनि उचित दायरामा रहेको सङ्केत गर्छ। ल हामीले केही उदाहरणहरू त हेर्यौं, तर महत्त्वपूर्ण कुरा के हो भने यो जानकारीलाई आफ्नो लगानी यात्रामा कसरी प्रयोग गर्ने। मुख्य कुरा भनेको सिकेको कुरालाई व्यवहारमा उतार्नु हो। यो कुरालाई फेरि एकपटक दोहोर्याउनु एकदमै जरुरी छ। यहाँ प्रस्तुत गरिएको विश्लेषण केवल शैक्षिक उद्देश्यका लागि हो। कुनै पनि शेयर किन्न वा बेच्नको लागि सिफारिस होइन। कुनै पनि लगानीको निर्णय लिनुअघि सधैँ आफ्नो अनुसन्धान र स्वमूल्याङ्कन गर्नुपर्छ। याद राखौं, शेयर बजारमा जोखिम सधैँ हुन्छ। अन्त्यमा सबै कुरा आएर मानसिकतामा ठोकिन्छ। एक स्मार्ट लगानीकर्ताले तथ्य र विश्लेषणमा विश्वास गर्छ, आफ्नो अनुसन्धान गर्छ, जबकि अर्कोतिर एक जुवाडे हल्ला र छिटो नाफाको लोभमा दौडिन्छ। दीर्घकालीन सफलताको लागि स्मार्ट लगानीकर्ताको बाटो अपनाउनु नै बुद्धिमानी हो। त्यसो भए यो छलफलको अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ। आज हामीले छलफल गरेको चेकलिस्ट एउटा मार्गदर्शन मात्र हो। एक लगानीकर्ताको लागि भरपर्दो कम्पनीको परिभाषा आखिर के हो त? यसको आधार के हुन सक्छ? सोच्नुहोला।